हिमालय क्रिकेट एकेडेमी कप 2082 युथ 16 अन्तर्विद्यालय पुरुष टी20 क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेन्डरी स्कुलले जितेको छ। पोखरा रङ्गशालामा भएको फाइनलमा जनप्रकाशलाई 2 विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। जनप्रकाशले 20 ओभर खेल्दै 8 विकेटको नोक्सानीमा 115 रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको डायमण्डले 19 ओभरमा 8 विकेट क्षतिमा लक्ष्य पूरा गरेको हो। डायमण्डका ब्याटर सुशान्त तिवारीले 33 बलमा 41 रन, सन्दीर तिमिल सिन्हाले 15 बलमा 17 रन बनाउन सफल भए। जनप्रकाशका बलर रोहित किसानले 4 ओभरमा 27 रन दिँदै 3 विकेट लिन सफल भए। हिमाल आचार्यले 4 ओभरमा 1 मेडेन राख्दै 20 रन दिएर 3 विकेट लिन सफल भए। डायमण्डले उक्त खेल 2 विकेटले जित्न सफल भयो। जनप्रकाशका लागि कुशल श्रेष्ठले 36 बलमा 36 रन, संसार दर्जीले 13 बलमा 12 रन बनाउन सफल भएका थिए। डायमण्डका बलर भीमबहादुर विकले 4 ओभरमा 24 रन खर्चेर 3 विकेट लिन सफल भए। सर्वोत्कृष्ट खेलाडी डायमण्डका सुशान्त तिवारी घोषित भए। उनले हिमालय एकेडेमीमा निःशुल्क भर्ना हुन पाउनेछन्। प्रतियोगिताको बेस्ट ब्याटर प्रतिभा सेकेन्डरीका साहबुद्दिन अन्सारी भए। बेस्ट बलर हिमालय बोर्डिङका आयुष पनेरू बन्न सफल भए। उदीयमान खेलाडी रत्नज्योतिका प्रीतिश गुरुङले हात पारे। प्लेयर अफ द म्याच सुशान्त तिवारी घोषित भए। विजयीलाई कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, हिमालय क्रिकेट एकेडेमी प्राली अध्यक्ष शक्ति बराल, खेलकुद पत्रकार मञ्च झापाका भूमिका पिया लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे।